यो पैसा भन्ने पनि के रहेछ साथीहरू है। पैसाले परिवार टाढो बनाउने, पैसाले नै परिवारमा नराम्रो बनाउने, पैसाले नै मान्छेलाई जे चिजमा राम्रो बनाउने हैन। हेर्दामा पनि राम्रो, हिँड्दामा पनि राम्रो, अनुहार पनि राम्रो, परिवार पनि राम्रो है। फेरि पैसाले नै नराम्रो पनि बनाउने के। दुईपट्टि सोच्दाखेरि दुईपट्टि नै एकदमै त्यो उयो छ के। अब पैसा ज्यादा भयो भने मान्छे बिग्रिन्छ भने, पैसा ज्यादा भयो भने मान्छे राम्रो पनि हुन्छ हैन। सोचेर लाँदाखेरि दुईपट्टि उस्तै छ। तर भयो भने चाहिँ आफूले चलाउनु चाहिँ जान्यो भने त्यसको लागि चाहिँ एकदमै राम्रो पनि हो है। सो म चाहिँ के भन्न चाहन्छु भने पैसा नभए त हुँदैन, हुनैपर्छ सबैको लाइफमा। तर पैसा भन्दा पनि अब पैसा भनेको आज छ भोलि नहोला हैन। सो त्यही भएर मलाई चाहिँ पैसा पनि हुनुपर्छ, त्यसको साथसाथमा आफ्नो इज्जत हैन, आफ्नो सम्मान भन्ने कुरा चाहिँ त्यो पनि हुनुपर्छ है। किनभने आज पैसा कमाइएला, आज आफूलाई सबैले रेस्पेक्ट गर्ला हैन। आफूले जति नै बेइज्जत गरिएको छ, आफ्नो नाम छैन, आफूले सोसाइटीमा नराम्रो उयो गरेको छ, तर पनि आफूसँग जबसम्म पैसा छ तबसम्म कसैले मुख खोल्न सक्दैन। बुझ्नुभयो साथीहरू। तर अगर आफू गलत छौँ अनि जब हामीसँग पैसा हुँदैन त्यति बेला चाहिँ सबैले भन्ने बाटो राख्ने गर्छ। सो त्यसैले नै म चाहिँ पैसा हुँदा पनि हैन, जतिजनासँग पैसा भए पनि, चाहे मसँग होस् चाहे तपाईहरुसँग होस् हैन, पैसाको पावर देखाएर है कहिले पनि सोसाइटीमा नराम्रो रेकर्ड चाहिँ नगर्नु होला, आफ्नो फ्यामिलीमा पनि नराम्रो रेकर्ड चाहिँ नगर्नु होला भन्छु है। किनभने मलाई चाहिँ यही लाग्छ, पैसा त हुनुपर्छ हाम्रो लाइफमा, किन निडेड छैन हैन। सबैको एभ्रीवन लाइफमा पैसा निडेडै छ। तर पनि पैसा मात्रै हेरेर हुँदैन हैन, आफ्नो सेल्फ रेस्पेक्ट पनि हेर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। सो म त्यही भन्छु, म एउटाले गल्ती गर्यो भन्दैमा अरूलाई जज गर्नु पनि मिल्दैन, मिल्नुको लागि त। तर पनि म चाहिँ भन्छु भरिसके है, आफू चाहिँ अरूले गलत गर्यो भन्दैमा आफूले पनि त्यही गर्नु भन्ने छैन। र एकबार गलत हुँदैमा फेरि दोबारा गलत गर्नुपर्छ भन्ने पनि नराख्नु दिमागमा हैन। मान्छेबाट एकबार गलत हुन्छ, तर सही बात मान्छेले आफूले पनि एकबार गल्ती गरेला, आफूलाई पनि 1000 पटक गल्ती गर्दाखेरि कसैले माफ दिनु सक्दैन हैन। र अरूले पनि आफूमाथि एकबार विश्वासघात गर्ला, एकबारको लागि ठिकै छ हैन। तर फेरि पनि बारबार त्यही दोहोर्यायो भने चाहिँ कसैले पनि विश्वास चाहिँ गर्न सक्दैन। र म चाहिँ कम्प्लिटली भन्छु यो चाहिँ, किनभने मलाई चाहिँ मान्छेलाई माया गर्नु, दया गर्नु, रेस्पेक्ट गर्नु एभ्रिथिङ आउँछ पनि र गर्छु पनि। तर जब आफ्नो लिमिट पुरा हुन्छ नि तब मलाई मेरो मन मरेर आएको हुन्छ कि म दोबारा त्यो मान्छेलाई हेर्नु पनि मन लाग्दैन र मलाई बात गर्नु पनि मन लाग्दैन हैन। मन मर्यो कि मर्यो के, आफ्नो मन हृदय मरिसकेपछि सक्यो के, मलाई चाहिँ त्यस्तो लाग्छ। सो मनी मात्रै इम्पोर्टेन्ट हैन, हामीले एउटा सेल्फ रेस्पेक्ट भन्ने कुरा पनि हामीले आफ्नो ज्ञानमा चाहिँ राख्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। सो साथीहरू यस्तै छ जिन्दगी हैन। नानीको आमा भयो, दुईवटा नानी भयो, हिजोअस्ति हामी स्कुल गए जस्तो लाग्थ्यो। अब हेर्नु न अहिले अब नानीहरूलाई स्कुल लाउने बेला भइसक्यो, अनि स्कुलको तयारी पनि गर्दै है। अब म बिहे गरिसकेपछि चाहिँ साथीहरू यति गाह्रो हुँदो रहेछ कि यति गाह्रो, कतितिर सोच्नु के, कतितिर सोच्नु, छोराछोरीको बारेमा सोच्नु कि परिवारको बारेमा सोच्नु कि आफ्नो घर खर्चहरू चलाउनेको बारेमा सोच्नु कि हैन। अब यति गाह्रो हुन्छ नि, यति गाह्रो हुँदो रहेछ बाफरे। कहिले बिमार भइदिन्छ, कहिले के होइदिन्छ हैन। सो बिहे गर्नु भनेको कुरा चाहिँ मलाई चाहिँ लाग्यो बिहे गरिसकेर चाहिँ हैन, बिहे गर्नु भनेको चाहिँ एउटा नयाँ जिन्दगी फेरि सुरुवात गर्नु जस्तो लाग्यो कि। सुरुवात पुरा स्टार्टिङदेखि हामीले दुईटा जिन्दगी जिँदो रहेछौँ मेरो विचारमा। हामी छोरी मान्छेले चाहिँ जब माइतमा आउँदा र बिहे गरिसकेपछि है, माइतमा हुँदाको जिन्दगी र बिहे गरिसकेपछिको जिन्दगी भनेको चाहिँ आकाश पातालको फरक हुन्छ कि, आकाश पातालको फरक हुन्छ। कसरी त्यो पढ्नेलाई थाहा हुन्छ, भोग्नेलाई थाहा हुन्छ हैन। जसले पनि बिहे गरिसक्नु भएको छ उहाँहरूलाई त भन्नै पर्दैन है। आफ्नो माइतमा आफ्नो मनमर्जी हुन्छ, जहाँ गए जे खाए जसो गरे जे गरे, आमा बाउलाई जे भने जसो भने हुन्छ। तर बिहे गरिसकेपछि चाहिँ हामीले यस्तो सबै कुरामा भन्नुभन्दा गर्नुभन्दा अगाडि 10 बार सोच्नुपर्छ कि मैले यो गर्दा के होला,
मलाई कसले के भन्ला, म यहाँ जाँदा कसले के भन्छ होला, मैले यसो भन्दा कसलाई कसको के मन दुख्छ होला, कसले के भन्छ होला मलाई भन्ने 1000 पटक सोच्नु पर्दो रहेछ कि। सो छोरी मान्छेको लाइफ चाहिँ दुईटा जिन्दगी लाग्यो मलाई, मैले भनिसकेँ है। एकदमै सोच्नुपर्ने कि छोरा मान्छेले 50% सोच्छ भने छोरी मान्छेको दिमागमा 100% नै सोच्नु पर्दो रहेछ। छोरा मान्छेलाई बिहे गरिसकेर ल्याएपछि के हुन्छ, परिवार हेर्नु पर्यो, छोराछोरी हुन्छ, बुढी हुन्छ, अब आमा बाउ हुन्छ, बुढी हुन्छ, नानी हुन्छ, त्यतिलाई खानापिना पुर्याउनु पर्यो, सन्चो सुविस्ता सबैको लागि छोरा मान्छेले चाहिँ ह्यान्डल गर्छ होइन। तर छोरी मान्छेले चाहिँ कमाए त ठिकै छ, नकमाए पनि घर परिवारमा चाहिँ एकदमै धेरै कुरा सोच्नुपर्ने, एकदमै धेरै। अब म यहाँ जान्छु के भन्छ होला, पाहुना आउँछ होइन, म यसो गर्छु त्यसो गर्छु, यो खान्छु त्यो खान्छु, त्यो मतलब हुन्छ नि धेरै पटक सोच्नुपर्ने कि। अनि छोरा मान्छेको लागि चाहिँ पनि गाह्रो छ जिन्दगी, छोरी मान्छेको लागि पनि गाह्रो छ जिन्दगी के, दुईपट्टि हेर्दा। अब बुढीको कुरा नसुनौँ बुढी रिसाउने, आमाको कुरा नसुनौँ आमाहरू रिसाउने होइन, त्यस्तो मिसअन्डरस्ट्यान्डिङ धेरै हुन्छ। सो मिल्नु पर्नु चाहिँ एकदमै जरुरी लाग्यो मलाई चाहिँ। अनि त्यस्तै छ साथीहरू होइन, सबैको जिन्दगी एउटै हो, आफूले भने जस्तो सोचे जस्तो कसैको पनि हुँदैन होला होइन, हुँदैन पनि। अनि हाम्रो चाहिँ जिन्दगी यस्तै छ। हामी चाहिँ फ्यामिलीमा अहिले सबै जोइन्ट फ्यामिली छौँ। यहाँ चाहिँ मेरो भान्जा अनि चाहिँ मेरो नानी आइसा, दुईजना चाहिँ स्कुल जानु चाहिँ तयार हुँदैछ है। उनीहरूलाई चाहिँ पुरा बिहान उठाउने एकदमै गाह्रो हुन्छ। कति 7:30 अलिक नाग्दाखेरि स्कुल जान्छ होइन, बिहानै उठाएर पढाउनु पर्यो, खिलाउनु पर्यो, साफसफाइ गरिदिनु पर्यो, अनि टोइलेट कराउनु पर्यो, टिफिन बनाइदिनु पर्यो, भात सब्जी बनाउनु पर्यो, सबै थोक गरेर हामीले 7:30 अलिकति नाग्दाखेरि चाहिँ स्कुल पठाइहाल्नुपर्छ कि। टाइम एकदम लिमिटेड हुन्छ बिहान चाहिँ। अनि ढिलो फेरि हामी हाम्रो दुईवटा नानी चाहिँ पुरा हिले हाँस ढसक गर्छ क्या। आइसा पनि त्यस्तै ढिलो, भान्जा पनि त्यस्तै ढिलो, गाली खाँदा स्कुल जाने बानी मतलब बेला हुन्छ क्या। यति गाह्रो पर्छ साथीहरू। तपाईँहरूको पनि यस्तै हुन्छ कि कस्तो हुन्छ लु भन्नुहोस् है त।